कहानी 42 भाग 4 अन्तिम भोज। खमिरी रोटीको चाडको दिन आयो जुन दिन निस्तार चाडको थुमाको बलि चढाउनु पर्थ्यो। येशूले पत्रुस र यूहन्नालाई यसो भनेर पठाउनुभयो, गएर हाम्रो निम्ति निस्तार चाडको भोज तयार गर। तिनीहरूले यीशुलाई भने, हामी यो भोज कहाँ तयार गरौँ? येशूले तिनीहरूलाई भन्नुभयो, तिमीहरू सहरमा पसेपछि गाग्रोमा पानी बोकेर एकजना मानिसले तिमीहरूलाई भेट्नेछ। त्यो जुन घरमा पस्छ त्यहाँसम्म त्यसको पछि लाग र तिमीहरूले त्यस घरका मालिकलाई भन, गुरुले तपाईँलाई सोध्नुहुन्छ, मैले आफ्ना चेलाहरूसँग निस्तार चाडको भोज खाने पाहुना कोठा कहाँ छ? उनले तिमीहरूलाई माथिल्लो तलामा सजिसजाउ भएको ठूलो कोठा देखाउनेछन् र त्यही तयार गर। अनि चेलाहरू गएर यीशुले भन्नुभएको अनुसार भेट्टाए र तिनीहरूले निस्तार चाडको तयारी गरे। अनि जब समय भयो तब येशू चेलाहरूसँग भोजन गर्न बस्नुभयो। येशूले तिनीहरूलाई भन्नुभयो, मैले दुःख भोग्नु अघि नै यो निस्तार चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ। किनकि म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्यमा यो पूरा नहुन्जेलसम्म म यो भोज फेरि खाने छैन। पिताले सबै थोक उहाँको हातमा दिनुभएको छ र उहाँ परमेश्वरको तर्फबाट आउनुभएको हो र परमेश्वर कहाँ नै जानुहुन्छ भन्ने कुरा यीशुलाई थाहा थियो। अनि यीशुले रोटी लिनुभयो र धन्यवाद दिनुभयो। त्यो रोटी भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, तिमीहरूका निम्ति दिएको यो मेरो शरीर हो, यो मेरो सम्झनामा गर्ने गर। यसै गरी रोटी खाइसक्नु भएपछि यीशुले कचौरा लिनुभयो र भन्नुभयो, यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो। तर हेर, मलाई पक्राउनेको हात मसँगै टेबलमा छ। किनकि मानिसको पुत्र त ठहर्याएको अनुसार जानै पर्छ, तर धिक्कार त्यस मानिसलाई जसले उसलाई धोका दिन्छ। यूहन्नाले यीशुलाई सोधे, त्यो व्यक्ति को हो? येशूले जवाफ दिनुभयो, जसलाई म रोटीको टुक्रा चोबेर दिन्छु त्यो त्यही हो। तब येशूले रोटीको टुक्रा चोब्नु भएर निकालेर त्यो सिमोनको छोरा यहुदा इस्करियोतीलाई दिनुभयो। तब येशूले त्यसलाई भन्नुभयो, तिमीलाई जे गर्नु छ सो छिट्टै गरिहाल। तर उहाँले किन त्यसलाई यसो भन्नुभएको भनी भोजन गर्न बसेकाहरू कसैले पनि बुझेनन्। तब रोटीको टुक्रा लिएपछि यहुदा इस्करियोत तुरुन्तै बाहिर निस्किहाल्यो। त्यस बेला रात परेको थियो। साना बालक हो, केही बेरसम्म म तिमीहरूसँग छु। तिमीहरूले मलाई खोज्नेछौ र जसो मैले यहुदीहरूलाई भने, अब तिमीहरूलाई पनि म भन्दछु, जहाँ म गइरहेको छु तिमीहरू आउन सक्दैनौ। पत्रुसले यीशुलाई भने, प्रभु, म किन अहिले नै तपाईँलाई पछ्याउन सक्दिनँ र? तपाईँको निम्ति म आफ्नो प्राण दिनेछु। येशूले जवाफ दिनुभयो, के तिमी आफ्नो प्राण मेरो निम्ति दिन्छौ? साँच्चै म तिमीलाई भन्दछु, तिमीले मलाई 3 पल्ट इन्कार नगरेसम्म आज भाले बाँच्ने छैन। तर मैले तिम्रो विश्वास नडगमगाओस् भनेर तिम्रो निम्ति प्रार्थना गरे र फेरि तिमी मतर्फ फर्केपछि तिम्रा भाइहरूलाई स्थिर गराऊ। मेरो आज्ञा यही हो कि मैले तिमीहरूलाई जसरी प्रेम गरे तिमीहरूले एक अर्कालाई यसरी नै प्रेम गर। आफ्ना मित्रहरूका लागि आफ्नो प्राण अर्पण गरिदिनु भन्दा ठुलो प्रेम अरू कसैको हुँदैन। म तिमीहरूलाई भन्दछु, उहाँ अपराधीहरूसँग गनिनुभयो भनी लेखिएको कुरा ममा पुरा हुनै पर्छ। हो, मेरो बारेमा लेखिएका कुरा पुरा भइ नै रहेछ।